छाउने तिमीलाई जेलाए नि छाउने हे प्रेयसी म गायक हुन्छु नै भन्ने चाहिँ कल्पनामा थिएन अनेस्टली होइन। त्यसो भएको भएर अब म अलरेडी मोडल हो, अब मैले गाइरहेको छु भने म आफै मोडलिङ गर्नुपर्छ भन्ने लाग्छ। मैले सके जति आफ्नो साइडबाट कोसिस गरेको थिएँ मैले रिसर्च गर्ने। मलाई यसको अनि हत्यारालाई जेलमा हाल भन्ने एउटा त नारै छ होइन, त्यो अब इन्डाइरेक्टली मैले डाइरेक्ट रूपमा चाहिँ जेनजी नै तर मेरो मात्रै हुनु हस् मेरो मात्रै हुनु तर मेरो मात्रै हुनु हस् मेरो मात्रै हुनु। कुन ग्रहमा भनेपछि अहिले चलिरहेको ग्रह त मलाई चन्द्रमा चाहिँ जान मन लाग्थ्यो होला सायद। हजुर म चाहिँ पूजा र मेरो साथमा हुनुहुन्छ अहिले एकदमै पपुलर सिङ्गर हुनुहुन्छ, सबैको अहिलेको टिनेजहरूको मन मस्तिष्कमा बस्न सफल गायक भन्न रुचाउँछु म उहाँलाई। धेरै उहाँको गीतहरूमा यति धेरै टिकटकहरू बनिरहेका छन्, उहाँलाई तपाईँहरूले पनि चिनिसक्नु भएको होला। रयनजी हुनुहुन्छ है, स्वागत छ हजुरलाई। नमस्ते, थ्याङ्क यू सो मच हाम्रो डाफे टिभी लगायत सम्पूर्ण मिडियाहरूलाई। सन्चै हुनुहुन्छ? एकदमै ठिक छ। कस्तो चलिरहेको छ अहिले दिनहरू? दिनहरू पहिलाको जस्तो सामान्य नै छ, तर लास्ट टाइम एउटा गीत आएछ, गीतले गर्दाखेरि अलिकति प्रमोसनहरूमा लागिरहेको छु, त्यस्तै छ। हजुर तपाईँले देशभक्तवाला टाइपको गीत बनाउनु भएको छ, पहिलोचोटि होला सायद? यो पहिलोपटक हो। हजुर, कस्तो अनुभव भयो? एउटा जिम्मेवारी, ठुलो जिम्मेवारी लिएर काम गरेको जस्तो महसुस गरेको थिएँ। अनि अब म यसै पनि अलिकति देशप्रेमी देशभक्ति भाव भएको कारणले गर्दाखेरि यो काम गर्दाखेरि एउटा रमाइलो लाग्यो, खुसी लाग्यो, मैले पनि त्यसको लागि केही गरिरहेको छु है जस्तो महसुस गरेँ मैले। हजुर तपाईँले हुन्छ नि, मैले त्यो गीत हेर्दाखेरि एकदम धेरै रिसर्च गर्नुभएको जस्तो फिल आयो कि, किनभने यति धेरै मिडियाहरूको स्क्रिनसटहरू लिएर कुन न्युज पेपरमा कुन आइरहेको छ मतलब हेडलाइनहरू भनेर सब हेर्नुभएको थियो कि, कतिको मेहनत गर्नु पर्यो? मजाले गरेको यो, ठ्याक्कै भन्नुपर्दा एउटा अलमोस्ट 2टा कपी सकिएको छ यसको लिरिक्स लेख्दाखेरि नै मलाई होइन, धेरै रिसर्च गरेर लेखेको हो। अनि कतिपय कुराहरू त्यसलाई मिलाउँदै अलिकति मान्छेले बुझ्ने गरी शब्द चयन गर्दै त्यो 2टा कपी जस्तो नै सकिएको थियो यसमा। सो रिसर्चहरू मैले सके जति आफ्नो साइडबाट कोसिस गरेको थिएँ मैले रिसर्च गर्ने। मलाई यसको हुन्छ नि गीतको सबै राम्रो छ, तर लास्टमा जो तपाईँले भन्नुभएको छ नि हजुरको आवाजमा छ जुन लास्टको त्यो शब्द एकदम मन पर्यो कि, त्यो हुन्छ नि त्यो कहाँबाट आयो? मैले त्यस्तो रिलेक्स भन्छु भनेर चाहिँ यस्तो थियो, अब एउटा जनचेतना जगाउने हो नि त यो गीतको मेन पर्पज भनेकै, अलिकति जनताहरूलाई अलिकति सजेस्ट गर्ने, नेताहरू यस्ता छन्, देशको स्थिति यो छ, अब यस्तो हुनुहुन्न है भनेर एउटा सजग गराउने गीत हो। अनि इन्डिङमा मैले त्यसरी भन्दै गर्दाखेरि चाहिँ अझ प्रभावकारी होला कि मैले जे गीतहरूबाट भनिरहेको छु, जे भिडियोमा देखाएको छु त्यो कुरालाई चाहिँ इन्डिङ गर्दाखेरि इन्डिङसम्म त्यो भिडियो हेर्दै गर्दाखेरि चाहिँ जुन जनता हुनुहुन्छ, जुन दर्शक श्रोता हुनुहुन्छ, उहाँहरूलाई चाहिँ अलिकति भए पनि अझ मोटिभेट गरोस्, त्यसप्रति अझ भक्तिभाव जागोस् भन्ने एउटा सोचेर त्यो राखेको थिएँ। योभन्दा पहिला हुन्छ नि रोमान्टिक गीतहरू एकदम धेरै गाउनुहुन्थ्यो है, अनि एकदम धेरै चलेको पनि थियो। हजुर, मिलियन एउटा त 11 मिलियन पनि देखेको थिएँ मैले। त्यति धेरै भ्युजहरू गइराख्दाखेरि देशभक्ति गीत गाउँदाखेरि चाहिँ किन भ्युज गएन भन्ने लागेको छ कि नै? त्यस्तो लागेको छैन मलाई, किनभने मेरो गीतहरू अझै पनि अपेक्षा गरौँ 3 दिन जस्तो भएको छ। मेरो गीतहरू आज हाल्यो भोलि नै एउटा ट्रेनिङ लिइहाल्ने अथवा एकदमै मन पराइहाल्ने खालको हुँदैन। बिस्तारै सुन्दै गएपछि बल्ल ए यस्तो पो रहेछ भनेर बुझ्दै जाने खालको गीतहरू हुन्छ। त्यस भएको भएर भ्युज किन गएन भन्ने प्रश्न अझै आइसकेको छैन, अझै 1-1.5 हप्तापछि आउन सक्ला। हजुर, हजुरको त्यो जुनु भन्ने गीत पनि के हुन्छ नि, मलाई एकदम धेरै मन परेको कि मैले पनि टिकटक बनाएँ है, अनि एकदम धेरै मन परेको। अनि हुन्छ नि त्यस बेला हजुरलाई मैले कल पनि गरेको थिएँ, हाम्रो विशेष कारणले भएन है, सरी। अनि होइन मेरोबाट भएन, सरी। अनि के भन् अहिले जो हुन्छ नि अहिले यति धेरै मिडियाहरू आइरहेको बेलामा आफू चाहिँ कतै पछाडि पढेको हो कि जस्तो लागेको छ कि छैन? केमा?
प्रचार प्रसारमा अलि मतलब तपाईँको गीत यति राम्रो छ नि त, जस्तो गीत राम्रो छ तर मिडियाले नखोजेको हो या तपाईँले टाइम नदिएको? नखोजेको पनि होला, कतै कतै मैले टाइम नदिएको पनि होला, तर स्पेसल्ली त नखोजेको हो जस्तो लाग्छ मलाई। मिडियामा आएर जस्तो बरु यहाँभन्दा अगाडिका गीतहरूमा माया प्रेमका कुराहरू थियो, त्यो भनेको चाहिँ एउटा सीमित व्यक्तिहरूको लागि भनौँ न, एउटा प्रेमी प्रेमिकाहरूको लागि मात्रै हो, त्यो त देशव्यापी रूपमा होइन। बरु त्यस्ता गीतहरूमा चाहिँ मिडियाले सपोर्ट अलिक कम गरेको भए पनि यस्ता गीतहरूमा चाहिँ अलिकति सपोर्ट गर्नु पर्थ्यो जस्तो लागेको मलाई। केही मिडियाका साथीहरूसँग मैले कुरा पनि गरेको थिएँ, सपोर्ट मागिरहेको पनि हो, यसो न्युजहरू हालिदिनु है, यस्तो काम गरेको छु भनेर कसैले सपोर्ट गरिराख्नु भएको छ, बिस्तारै सपोर्ट आइरहेको छ, तर हुनुपर्ने जति नभएको हो कि। तपाईँको यो गीतमा चाहिँ हुन्छ नि, गीतमा चाहिँ एकदम धेरै देशभाव पनि छ अनि सबैलाई समेट्नु भएको छ कि विदेश गएकोलाई हुन्छ कि दलितहरूको लागि हुन्छ कि हाम्रो नेताहरूको लागि हुन्छ कि आउन लागेको नेताहरूको लागि हुन्छ कि सबैको लागि समेट्नु भएको छ कि यति धेरै सोच चाहिँ कसरी आयो म यस्तो गराउँछु गीत भनेर? यो सुरुमा गीत बन्दै गर्दाखेरि यति धेरै सोच थिएन होइन। मैले जेनजी आन्दोलन ताका पनि एउटा गीत तयार गरेँ, समेट्नु भएन किन? अनि समेटेँ नि मैले, अझ ध्यान भएन चाहिँ हजुरलाई। चौथो टुक्कामा चाहिँ के भनेको, त्यो फोर्थ वर्डिङमा चाहिँ के भनेको छु भने विरोध गर्दा शहीद घाइते भए कयौँजना भन्ने टुक्का चाहिँ त्यसको हो। अनि हत्यारालाई जेलमा हाल भन्ने एउटा त नारै छ होइन। त्यो अब इन्डाइरेक्टली मैले डाइरेक्ट रूपमा चाहिँ जेनजी नै भनेको वर्ड चाहिँ मैले भेटाएन होइन। त्यहाँ उसमा छ, त्यो बोर्डमा चाहिँ त्यहाँ 76 जना जेनजी आन्दोलनमा शहीद हुनुभएका शहीदहरू अनि 17,000 जनयुद्धमा अनि 4 जना त्यो चाहिँ कोड गरेको थिएँ मैले, त्यसो भएको भएर हो। हजुर कोड गरेको छु मैले, सबैलाई समेटेको छु। ओभरअली जस्तो स्पेसली हाम्रो देश नबन्नुमा चाहिँ नेताको मात्रै दोष पनि होइन, त्यसो भएर मैले पहिलो टुक्का नै देश नबने नेता मात्रै गलत भएर होइन, जनताको नि सही र गलत जान्ने बुद्धि छैन, पैसा मासु भातमा बिकि नराम्रोलाई रोज्छौँ अनि राम्रो विकास खोज्छौँ भनेको छु क्या। त्यो किन भनेको भने त्यो देखिन्छ क्या, जस्तो अहिले इभन हामीले कलाकारिता क्षेत्रमा नै ल अब यो पार्टीको गीत गायो भने पैसा आउँछ भन्ने होइन, पैसा अब ल पार्टीको गीत गाउँदा पैसा त आउँछ, तर त्यो पार्टीले कहाँबाट पैसा दिन्छ भन्ने कुरा हो नि त। हो भ्रष्टाचार त्यहीँ भए हुन्छ क्या। जस्तो एउटा पार्टीको गीत कम्तीमा पनि 20वटा कलाकारले गाइरहेछ क्या अहिले मैले देखेँ होइन। एउटा स्टुडियो नै पुरै बिजी छ पार्टीको गीत गाउनमा, भनेपछि एउटा पार्टीको गीत एउटा कलाकारले गाउँदै गर्दाखेरि अलमोस्ट 3-4 लाख त खर्च होला अडियो भिडियोमा होइन। ल भन्नुहोस् एउटा पार्टीको 20वटा गीत निस्किँदै गर्दाखेरि 4 लाखकै हिसाबले पनि 8 लाख कति 4 दुना 80 लाख जस्तो हरारीमा गयो नि त 20वटा गीत आउँदै गयो भनेको 1 करोड जस्तो त उनीहरूले कलाकारलाई खर्च गरिरहेछ। अब त्यो मासु भातमा बिक्छौँ नि त हामी त होइन, मजाले थाहा छ। भनेपछि देश नबन्नुमा चाहिँ नेता मात्रै पनि गलत होइनन् होइन, हामी बिक्ने जनताहरू पनि गलत हो जस्तो लाग्छ। सो जनतालाई पनि प्रहार गरेको छु। अनि त्यसपछि नयाँहरू पनि 100% ठिक छन् भन्ने के ग्यारेन्टी छ र होइन। उनीहरू पनि कतै न कतैका दलाल त भएकै होला। अहिले त नेपालमा त जो नेता भए पनि कतै न कतैबाट प्रभावित भएर इन्सपायर भएर अथवा उनीहरूको कुनै एजेन्डा बोकेर नै नेता भइरहेछन्, त्यो प्रमाणित भइरहेको कुरा हो। त्यसो भएर लास्टको वर्डिङतिर मैले के भनेको छु भने योग्य सक्षम त्याग्न सक्ने नेतृत्व गर्ने पनि को छ अब त देश चलाउन हामीले सक्छौँ भनेको छु होइन। अझ त्योभन्दा माथिल्लो लाइनमा के भनेको छु भने नबिगरे विदेश नीति बनाउन नि जान्ने जनताको गुनासो र सल्लाह सुझाव मान्ने भनेको छु क्या। भनेको यही चाहिएको हो नि त, जनताको गुनासो पनि सुनिदिनु पर्यो, सल्लाह सुझाव पनि मान्नु पर्यो, नबिकेर विदेश नीति बनाउन पनि जान्नु पर्यो। नबिकेर भनेको उनीहरूको कुरा नमानिकन उनीहरूलाई रिजाएर मनाएर विदेशीसँग पनि सम्बन्ध राम्रो बनाउनु पर्यो। अनि त्यसपछि सक्षम पनि हुनु पर्यो, योग्य पनि हुनु पर्यो, नेतृत्व गर्ने पनि हुनु पर्यो। अनि त्यस्तो मान्छे चाहिँ को छ आउन त भनेको हो मैले होइन, प्रश्न गरेको अथवा आह्वान गरेको छु। एउटा हामी टुक्का नै सुनौँ। टुक्काहरू त धेरै छन्, कुनै हजुरलाई मलाई यति बेलाको लागिरहेको चाहिँ जस्तो 84को चुनाव अहिले 82मा सर्यो होइन। यसको रिजन यसको कारण नै आन्दोलन हो। र फेरि आन्दोलन हुनुको कारण के थियो भन्दा भ्रष्टाचार न्यूनीकरण गरौँ, अन्त्य गरौँ, अनि नेपो किड्सहरू चाहिँ घटाउँ होइन। भनेपछि त
अहिलेको जुन चुनाव भइरहेछ चुनावको मेन एजेन्डा हुनुपर्ने अथवा चुनाव हुनुको कारण नै भ्रष्टाचार न्यूनीकरण हो भनेपछि योसँग रिलेटेड भएको भएर एउटा टुक्का बनाएको छु होइन। त्यो गुनगुनाउँछु म सबै दर्शक श्रोताहरूको लागि। ए हे हे न त आयो सिङ्गापुर न त बन्यो सिङ्गापुर न त आयो रेल भएको उद्योग बन्द गर्यो देश डुबाउने खेला आफ्नो काण्ड लुकाउन र सत्तामा रहिरहन न त पार्टी न त वादी छेपा रोपिरहन त्यसैले ए बिन्ती भनिदिनु है जनता हो जो आए नि आऊ तर देश बनाऊ अनि देश बचाऊ देश बनाऊ देश बचाऊ देश बनाऊ देश बचाऊ हाम्रो देश बनाऊ हाम्रो देश बचाऊ हाम्रो देश बनाऊ हाम्रो देश बचाऊ। हजुर यो टुक्का मैले अब अहिले हामीले गीतको कुरा त गऱ्यौँ है। हजुर र के हजुरलाई हुन्छ नि चिन्ने हुन्छ नि एउटा नाम छ नि त हजुरलाई हुन्छ नि कति ठाउँमा के आइरहेछ भने चाहिँ जात लुकाको हो भन्ने पनि आइरहेछ सरी है मैले सोधेँ। ए लुका छैन मैले पहिला त रायन बस्याल सार्की राखेको थिएँ मेरो फेसबुकमै। हजुर अनि त्यो सार्की राख्दाखेरि पनि अझै चित्त नबुझेर मैले रायन बस्याल मान्छे बनाएको छु। मेरो जात चाहिँ म मान्छे हो है भन्ने जात दिएको मैले त्यसो भएको भएर लुकाएको छैन मैले कतै पनि लुकाएको छैन। आजसम्म मैले कसैले पर्सनली सोध्नु हुँदाखेरि पनि अथवा कतै अलि जात भन्दाखेरि मलाई केही अप्ठ्यारो पर्ला कि भन्ने त्यस्ता सिचुएसनहरूमा पनि अथवा कसैले यसरी इन्टरभ्यूमै सोध्दै गर्दाखेरि पनि कतै पनि मैले जात लुकाएको छैन। लुकाउनु पनि नपर्छ आफ्नो जात हो नि। हजुर हो त्यस भएकोहरू मैले भनेको थिएँ जातसँग पनि टुक्काहरू जोडेको छु। हजुर रायन भन्ने बित्तिकै कस्तो व्यक्ति हो? रायन सामाजिक व्यक्ति हो। रायन सामाजिक व्यक्ति हो एउटा सकारात्मक व्यक्ति हो देशको सचेत नागरिक हो त्यसरी बुझ्छु मैले यति बेला। रायनजीलाई फर्केर आफ्नो विगत सम्झिनु पर्दा विशेष के याद आउँछ? विगत ठ्याक्कै सम्झेर भन्नुपर्दा त धेरै कुराहरू याद आउँछ होइन। र विशेष भन्नै पर्दाखेरि चाहिँ हिजो यही ठाउँमा आइपुग्ने एउटा उद्देश्य थियो अब फेरि यो ठाउँबाट माथि पुग्ने उद्देश्य छ। हिजो म केही पनि थिएन आज केही न केही छु केही न केही त भइरहेछ भन्ने एउटा आत्मविश्वास चाहिँ छ। हजुर त्यही सम्झिन्छु। गोर्खाबाट काठमाडौँसम्मको यात्रा सम्झिनु पर्यो भने? गोर्खाबाट काठमाडौँसम्मको यात्रा सम्झिनु पर्यो भने के सम्झिनु पर्ला? दुःखका दिनहरू? दुःखका दिनहरू त हुन्छ सबैको जीवनमा हुन्छ नि होइन। सङ्घर्ष नगरिकन त सफलता पाइँदै पाइन्न त्यो प्राकृतिक कुरा। मैले पनि केही दुःखहरू भोगेको छु अझै दुःखहरू भोग्नै पर्छ अझ सङ्घर्ष गर्नुपर्छ जस्तो लाग्छ। भनेको एउटा कुनै पनि रुखलाई हेऱ्यो भने पनि बरको रुख जस्तो पिपलको रुख जस्तो जति तलसम्म जरा पुग्छ नि अन्य रुखहरूको त्यति पुग्दैन। भन्नुको अर्थ हामी जति तलसम्म पुगिन्छ त्यति नै माथि पुगिन्छ जस्तो लाग्छ मलाई। त्यसो भएको भएर सङ्घर्ष धेरै गर्नुपर्छ दुःख धेरै पाउनुपर्छ। मलाई चाहिँ दुःखहरू आऊ समस्याहरू धेरै आऊ मैले त्यसलाई समाधान गर्न सकौँ त्यो दुःखहरूलाई सुखमा बदल्न सकौँ भन्ने लाग्छ। सो त्यसो भएर केही दुःखहरू पाएको छ अझै धेरै दुःख पाऊँ भन्ने छ मलाई चाहिँ। मान्छेहरूलाई चाहिँ हुन्छ नि मैले दुःख नपाऊँ भन्ने हुन्छ हजुरलाई चाहिँ दुःख पाऊँ भन्ने छ। मजाले हो होइन। दुःख समस्या भनेकै कस्तो भने त्यसले एउटा सोल्युसन लिएर आउँछ नि त। समस्या आएपछि नै सोल्युसन आउने हो। हामीसँग समस्या नै नभएपछि त सोल्युसन पनि हुन्न। हामी त पसेर खाने बाँच्ने सामान्य एउटा हुन त कति 8 खर्बको हाराहारीमा हामी संसारमा छौँ होइन। संसारमा 8 खर्ब मान्छेहरूमा केही मान्छेहरू नै सफल हुने त हो केही मान्छेहरूकै नाम त हो हामीले बिहान बेलुकै लिने होइन। भनेपछि ती मान्छेहरूले धेरै दुःख नगरेको भए दुःख नपाएको भए समस्याहरू नझेलेको भए तिनीहरूलाई समाधान नदिएको भए त आज हामीले बिहानदेखि बेलुकासम्म किन नाम लिनु पर्थ्यो र होइन। उनीहरूले त्यो समस्याहरूलाई झेलेर त्यसको समाधान खोजेर त्यसलाई आफूले अडिग बनेर चाहिँ त्यहाँनिरको दुःख कष्टहरूलाई भोगेर नै उहाँहरू सफल भएको जस्तो लाग्छ। त्यसो भएर मलाई पनि त्यतै हुनु छ त्यस्तै हुनु छ। बरु दुःखहरू आऊ के भोग्न पर्ने हो मैले भोग्छु गर्न पर्नेहरू गर्छु सके जति सफल चाहिँ बनाऊ असफल बनाऊ भन्ने अपेक्षा हो होइन। अब नबनाए पनि ठिक छ केही छैन तर मलाई समस्याहरू चाहिँ आउन् त्यसलाई समाधान गर्न पाऊँ भन्ने छ।
हुन्छ नि म हजुरको यति सरी के भन्छ यति धेरै सफलता पाइसक्नु भएको छ नि त विगत सम्झिनु भन्दा त तर आफ्नो यति धेरै सफलता यति सुख र यहाँसम्म पुगेको प्रगति आफ्नो मम्मीले हेर्न पाउनु भएन भन्ने चाहिँ गुनासो लाग्छ कि लाग्दैन मजाले लाग्छ होइन मम्मी मात्रै नभएर बुवा पनि हुनुहुन्न हजुर हजुर त्यो कुराहरू त लागिहाल्छ छोराको लागि आमा विशेष हुन्छ भन्छ नि त्यही भएर सोधेको आमा विशेष हुनुहुन्छ छोराको लागि मात्रै नभएर सबैको लागि होला स्पेसली होइन छोराछोरी आफ्नो सन्तानको लागि अथवा आफ्नो आमा बुवा सधैँ विशेष हुनुहुन्छ अनि उहाँलाई यी कुराहरू सबै देख्न पाएको भए अझ खुसी हुन्थ्यो होला मन जस्तो लाग्छ यहाँसम्म पुगेको हेर्ने रहर उहाँहरूलाई पनि थियो होला मजाले तर पनि ठिक छ जे लेखान्त छ जे भोग्नै पर्नेछ त्यहाँ त हामीले भोग्नै पर्छ होइन त्यसो भएको भएर पनि चित्त बुझाउने ठाउँहरू हुन्छ कुनै पनि कामहरू गर्दै गर्दाखेरि मम्मीको फोटो छ मेरो रुममा टक्क आमाको आशीर्वाद लिएर ल मेरो काम राम्रो होस् है आमा भनेर गर्छु होइन कामहरू सधैँ आमाकै आशीर्वादले मात्रै सफल नहुन पनि सक्छन् होइन तर पनि आमाको आशीर्वाद लिइराख्छु मैले तपाईँको इन्टरभ्यू मैले हेर्दै गर्दा एक ठाउँमा हजुरले भन्नुभएको थियो कि मेरो कामले मलाई चिन्नुहोस् कि मलाई हुन्छ नि उसको मम्मी छैन र सानुभूतिको रूपमा नहेरुन् भनेर मैले कतै पनि म भन्दिनँ कि मलाई यति पीडा हुन्छ भनेर म भन्दिनँ भनेर भन्नुभएको थियो कि हो नि होइन सहानुभूति त अझ मम्मी नभएको बुवा नभएको मात्रै नभएर मलाई कठै भनेर मलाई दया गरिदिन जरुरी छैन होइन म आफ्नो क्षमताको आधारमा अवसरहरू पाऊँ भन्ने लाग्छ अझ अवसर पाइएन भने अवसर आफै सिर्जना गर्नुपर्छ भन्ने लाग्छ क्या मेनली त मेरो थट चाहिँ त्यो अवसर खोजिरहने होइन आफूले अवसर बनाउने हो होइन र अवसर बनाउँदै गर्दाखेरि अवसरहरू त्यसै आउँछन् जस्तो लाग्छ धैर्यता चाहिँ चाहिन्छ होइन यति हुँदै गर्दाखेरि कति पनि नभए जस्तो पनि लाग्छ कहिलेकाहीँ मलाई तर फेरि हिजो सर आफूलाई फर्केर हेर्दै गर्दाखेरि धेरै भएको जस्तो पनि लाग्छ यसको अर्थ म यहीँ खुसी छैन अझै धेरै गर्नुपर्छ भन्ने हो त्यसो भएको भएर सहानुभूति जरुरी छैन मलाई काम चाहिएको छ अनि सङ्घर्ष चाहिएको छ दुःख चाहिएको छ समस्या चाहिएको छ म तिनीहरूलाई तोडेर फोडेर नै आफूलाई बनाउने कोसिस गर्छु यति ह्यान्डसम हुनुहुन्छ अनि हजुरले आफ्नो गीतहरूमा आफै पनि खेदिराख्नु भएको छ होइन अनि हुन्छ नि कहिले मोडल राख्छु म अनि म गाउँछु मात्रै भन्ने सोच आयो कि म होइन म हिरै भन्छु होइन त्यस्तो आएन किन आएन भन्दा म चाहिँ गायक हुनुभन्दा अगाडि मोडल हो कि एज अ डान्सर नै अगाडि आएको म मोडल हुन्छु हिरो हुन्छु भनेरै यो फिल्डमा आएको हो एन्ड म गायक हुन्छु नै भन्ने चाहिँ कल्पनामा थिएन अनेस्टली होइन त्यसो भएको भएर अब म अलरेडी मोडल हो अब मैले गाइरहेको छु भने म आफै मोडलिङ गर्नुपर्छ भन्ने लाग्छ कहिले हुन्छ नि कोही केटीले यति अब राम्रो हुनुहुन्छ नि त हजुर होइन अनि कोही केटीले चाहिँ पर्पोज गरेको छ कि छैन अथवा क्लासमा बाटोमा त्यस्तो क्लासमा भन्ने त छैन मेसेजहरूमा कलहरूमा चाहिँ एकदमै छ हजुर त्यस्तो कुरा आइरहन्छ हजुर हुन्छ नि त्यो उहरूमा जानुहुन्छ नि त त्यस्तो मौसमहरूमा त्यस्तो पर्पोजहरू आएको छ कि छैन त्यस्तो रियलमै पर्पोज चाहिँ आएको छैन तर हजुरलाई मौसममा देखिसके पछाडि अथवा ए ल तपाईँ आउँदै हुनुहुन्छ हामी पनि आउँछौँ भन्ने अनि हजुरको मलाई यो कुराहरू मनपर्छ यस्तो मनपर्छ लाइक हुन्छ नि त अब सबै डिटेलमै भन्नु पर्दैन कसले के भनिरहेछ र उसको अर्थ के हो भन्ने कुरा बुझ्यो भइहाल्छ एज अ फ्यान पनि अनि अलि नजिक हुन पाउने एउटा इच्छा जाहेर गरेर पनि कुराहरू गर्नुहुन्छ तर यो कुराहरूलाई म्यानेज गर्नुपर्छ थाहा छ त्यसो हजुरलाई अलिअलि त्यस्तो धेरै त होइन म त्यति धेरै माथि पुगिसकेको पनि छैन होइन एभरेजमा ठिकै छ राम्रो मान्नुहुन्छ खुसी लाग्छ गर्लफ्रेन्ड छ कि छैन छैन अहिले त होला छैन के होइन के अरे फ्यान फलोवर घर छ भनेर त लुकाउनु भएको होइन त्यस्तो होइन छैन अहिले गर्लफ्रेन्ड हजुरको दिदीको गीत पनि आउँदैछ भन्ने कुरा आइरहेको थियो होइन के भयो कस्तो दिदीको तयारी भइरहेछ मैले शब्द लेखिरहेको छु हजुर एकदमै मिठो गीत छ अब सपोर्ट गर्नुपर्छ तपाईँहरूले राम्रो मैले गाउने छैन त्यसमा चाहिँ अब दिदीले गाउनु भएको छ अझ अलि राम्रो दाइहरूलाई दिउँ न गाउनलाई कसैलाई भन्ने कुरा छ प्लानिङ गरिरहेको छौँ अडियोको काम लगभग अन्तिममा छ हजुर सानोको कुराहरू सम्झिँदाखेरि आफ्नो भाइ बहिनीहरूसँग लडेकोहरू पलहरू स्पेसल म नै कान्छु हो त्यसरी मैले लड्नु परेन
दिदीहरूसँग दाइहरूसँग थोरै डिस्कसन त हुन्थ्यो अलिअलि उहाँहरूको कुराहरू मैले नमान्ने मेरो कुराहरू उहाँहरूले नमान्ने यही त हो बच्चा बेलामा होइन त्यस्ता लास्टै सक्यो नि म त लास्टै यो औँला अझै पनि सिधा छैन होइन भनेको स्ट्रेटली ठिक छ तर पनि पुरै काटेको छ नि त यो पुरै त्यो घुर्रा बनाउने हुन्थ्यो नि थाहा छ हजुरलाई दाइलाई थाहा छ होला मलाई घुर्रा थाहा छ होइन त्यो घुर्रा बनाउँदा आफैले बनाउने अनि त्यो घुर्रा तास्दा तास्दा पुरा ड्याङ हानेर होइन त्यस्तो गरिदिने अनि म त त्यो दलिन भन्ने थाहा छैन होला हजुरलाई होइन गाउँघरतिरको घर चाहिँ दलिन भएको हुन्छ त्यस्तोबाट पनि त्यो ओखलले लिएर झरेको छु म त सानोमा कस्तो खान्थ्यो नि मम्मीले लास्टै कुट्ने अहिलेको बच्चाहरूलाई चाहिँ पिट्नु हुँदैन भन्थे हामीले त लास्टै पिटे खान्थ्यो है होइन पिट्नु भनेको सधैँ पिट्नुहुन्न तर डर त हुनुपर्छ नपिट्ने बित्तिकै डर हुँदैन भन्ने पनि होइन पिट्ने बित्तिकै डर हुन्छ भन्ने पनि होइन तर कतिपय ठाउँमा बच्चाहरूलाई नेगेटिभिटी त पिट्छ भनेर त्यसलाई नेगेटिभिटी चाहिँ बनाउनु हुन्न तर पिट्नुहुन्छ है उहाँले भनेर एउटा तर्किने ठाउँ केही गलत गर्दैछ भने त गलतबाट बचाउनको लागि चाहिँ थोरै अलिकति दिनुपर्छ जस्तो लाग्छ मलाई हुन्छ नि सबसे फर्स्ट गीत सम्झिनु पर्दा गीतलाई मेरो फर्स्ट गीत मैले गाएको घामको झुल्को हो अहिले 6 मिलियन ओभर भ्यू छ यस्तो खुसी लाग्छ थ्याङ्क यू सो मच दर्शक श्रोता मैले पहिलो पटक गाएको गीत अनि एकदमै दुःख गरेर बनाएको गीत त्यो 1.5 महिना 2 महिनै मलाई गीत बनाउन नै टाइम लागेको थियो अनि त्यसपछि त्यसलाई इन्भेस्टमेन्ट गर्नलाई पनि कतिजनासँग हारगुहार गर्नु पर्यो सुटिङै 3 दिन सुटिङ गरेको त्यसलाई गोर्खामा 2 दिन काठमाडौँमा 1 दिन होइन अनि डर लागेको कुरा चाहिँ म अब मोडलिङ गरिरहेको मान्छे मेरो स्वरलाई एक्सेप्ट गर्नुहुन्छ कि नै भन्ने पिर थियो क्या तर यस्तो मजाले इन्जोय गर्नुभयो मेरो आवाजमा मेरो सिर्जनामा होइन सो अब के गर्न सक्दो रहेछ भनेको त्यो पलहरू छन् त्यति बेला मैले एकदमै इन्जोय गरेको पल हो त्यो घामको झुल्को भन्ने गीत त्यो घामको झुल्कोको किरणहरू मेरो लाइफमा पनि परेको छ सो घामको झुल्कोलाई सम्झिन्छु घामको झुल्को ओके एक टुक्का गुनगुनाउँछौँ म आदरणीय दाई यो गीतको रचनाकार शब्द लेख्ने हाम्रो सूर्यकुमार परियार दाई हुनुहुन्छ अनि यसको एरेन्जमा हाम्रो विश्वास नेपाल दाई अनि गायिका हाम्रो शान्तिश्री परियार दिदी हुनुहुन्छ अनि त्यसपछि अन्य टिम हाम्रो सञ्जिता बोलाखी साथी एकदमै सपोर्ट गरेको मेरो मोडल साथी र सम्पूर्ण टिमलाई सम्झिँदै एउटा टुक्का गुनगुनाउँछु मेरो लाइफको टर्निङ पोइन्ट हो यो होइन र यही टुक्का चाहिँ एकदमै बढी चलेर यो गीत चल्न सफल भएको थियो तिमी जुन आकाशमा म जुन किरी भैमा नभेटे नि नबोले नि गाउँछु तिम्रै महिमा घामको झुल्को हिमालयमा हिउँ पग्लेर पानी नजा भन्दा पनि यो मन त्यतै जाने घामको झुल्को हिमालयमा हिउँ पग्लेर पानी नजा भन्दा पनि यो मन त्यतै जाने ए मायालाई हजुर थ्याङ्क यू सो मच दामी हजुरको स्वर साँच्चीकै राम्रो छ है थ्याङ्क यू सो मच मलाई चाहिँ राम्रो लाग्दैन पर्सनली मेरो आवाज हुन्छ अब हुन्छ नि अब गायक भइसक्नुभयो होइन अब भविष्यको प्लान चाहिँ के छ भन्नु हुँदैन भन्छ अहिले ठ्याक्कै नभनौँ प्लानिङहरू धेरै छन् पुरा पनि नहुन सक्लान् कतिपय सबै प्लानिङहरू सफल हुनुपर्छ भन्ने पनि होइन सपना देख्नुपर्छ गन्तव्य टाढाको बनाउनुपर्छ र त्यो गन्तव्य एकदमै राम्रो हुनुपर्छ यसमा दुई मत छैन अहिलेको ठ्याक्कै हजुरलाई एन्सर गर्नु पर्दाखेरि चाहिँ गीत सङ्गीतमै भविष्य खोजिराखेकै छु अझ भने जस्तो भएको छैन एउटा मिडल फेजमा छु क्या म ठ्याक्कै भन्नुपर्दा केही पनि होइन पनि होइन पिक नै मिडलमा भनौँ यसलाई होइन पिकमा भनेको चाहिँ अझ माथि छ जाँदैछु मिडल जाँदै त छु भनेको एकदमै इन्डिङमा लास्टमा पनि होइन टपमा पनि होइन मिडलमा छु अनि यति बेला चाहिँ सम्भवतः सबैलाई गाह्रो हुने फेज रहेछ यो होइन आफूले भने जस्तो पुरै पनि नभएको अनि फेरि केही भइरहेको अनि यहाँबाट माथि जानलाई चाहिँ एकदमै गाह्रो फेज रहेछ अनि यो समयलाई आफूले भोगिरहनलाई चाहिँ अलिकति गाह्रो भइरहेछ अनेस्टली भन्नुपर्दा अब यहाँबाट आफूलाई सम्हालेर माथि जानुको लागि एकदमै कोसिस गरिरहेको छु अहिले यो भनिराख्दाखेरि मलाई दिमागमा आयो कि हजुरको गीतसँग पनि सम्बन्धित भएको भएर कहिले यस्तो लाग्यो कि लागेन होइन सब छोड्छु म विदेश जान्छु भन्ने फिल आयो कि आएन कहिले त आउँछ यार
कहिलेकाहीँ चाहिँ आउँछ किनभने एउटा कलाकार अलिकति भावनात्मक पनि हुन्छन् होइन महत्त्वाकांक्षी पनि हुन्छन् कलाकारहरू तपाईँलाई थाहा छँदैछ कहिलेकाहीँ आफूले नभनेको जस्तो हुँदै गर्दाखेरि जे गर्दा पनि नभइरहँदाखेरि चाहिँ ला यार विदेश जानुपर्छ क्या हो आनन्दसँग गएर कतै काम गर्ने पैसा आउँछ अनि खाने बस्ने सुत्ने मात्रै गर्नुपर्छ क्या हो जस्तो चाहिँ लाग्छ होइन तर फेरि होइन म त्यतिको लागि मात्रै जन्मेको मान्छे होइन यार आफूलाई सम्मान भाइ केही गर्नुपर्छ देशको लागि केही गर्नुपर्छ भन्ने आउँछ होला झन् देशको लागि जय नेपाल जय जय देश देशलाई कहिले नलागोस् ठेस जो आयो नि हो तर देश बनाऊ अनि देश नबेच त्यो होला पनि छ नि हजुर हजुरको ड्रेस कोड पनि मलाई एकदम मन परेको त्यो गीतमा आफैले सिलाएको त्यो लाइक भनेको पर्सनली त्यसको लागि डिजाइन आफूले गर्नुभएको हजुर हुन्छ नि कुनै पनि गीत लेख्दाखेरि चाहिँ हजुरलाई कति टाइम लाग्छ र कस्तो ठाउँ चाहिन्छ अनकाउन्टेबल लाइक त्यो यति समय यो ठाउँ भन्ने नि हुँदैन त्यो भाइब्स हुन्छ नि त्यो सिर्जना भनेको कुरा चाहिँ म यहाँनिर बसेर आज एउटा गीत बनाउँछु भनेर गीत बन्दैन होइन यो शब्द फुराउँछु भनेर फुर्दैन त्यो जति पनि टाइम लाग्न सक्छ इभन मेरो त्यो करोड क्लबमा गएको घामपानीको छाता गीत त्यसको हुक लाइन जो घामपानीको छाता भन्ने हुक लाइन चाहिँ त्यो गीत रिलिज गर्नुभन्दा 2 वर्ष अगाडि बनेको थियो कि अनि त्यसको मेलोडी चाहिँ 2 वर्ष पछि बनेको भनेपछि थाहै हुन्न त्यो भाइब्स कति बेला आउँछ भन्ने कुराले म्याटर गर्छ फेरि त्यसको मेलोडी चाहिँ एकदमै सर्ट टाइममा बनेको त्यो घामपानीको छाताको होइन त्यसो भएको भएर के कति बेला बन्छ भन्ने थाहा हुँदैन तर आफूलाई त्यो मोडमा लैराख्नुपर्छ कोसिस गरिराख्नुपर्छ इभन म त मेरो सबै गीतहरूको त्यो जुन थिम हुन्छ नि त्यो थिम चाहिँ म बाइक चलाउँदा आएको घामको झुलको अनि घामपानीको छाताको मेलोडी चाहिँ होइन अनि अहिलेको जुनुको फिनिसिङ भएको पनि कतिपय कुराहरू चाहिँ मैले बाइक चलाउँदाखेरि जन्मेको छ केही कुराहरू भनेको छ मनपर्छ हजुरलाई लास्ट टाइम मन परेको त्योभन्दा अगाडि मन परेन होइन मन परेको हुन्छ नि त्यो अलग्गैवाला राम्रो छ कि हजुरहरूको डान्स पनि एकदम मन परेको मलाई है त्यो धापधाममा गराउनु भएको छ नि त त्यसमा अनि त्यो त्यत्रो अग्लोमा त्यो पछाडि त्यो स्टेप त अलि उ छ नि त गाह्रो छ नि त लड्ने डर पनि हुन्थ्यो पछाडि अरे त्यस्तोमा अनि धेरै मेहनत गर्नुभएको लाग्यो अरूमा पनि गर्नुभएको छ नगरेको भनेको होइन कि तर त्यो गीत चाहिँ मलाई एकदम धेरै मन परेको त्यही भएर मलाई त्यो गीत सुन्न मन लाग्यो थ्याङ्क यू सो मच थ्याङ्क यू हाम्रो जुनुको टिम सम्पूर्णलाई सम्झिन चाहे स्पेसली हाम्रो सूर्यकुमार दाई विश्वास दादा सञ्चिता साथी अनि हाम्रो स्पेसली यो गीतको प्रोड्युसरहरू 2 जना हुनुहुन्छ हाम्रो किरण सर अनि राजेश रिमाल सर उहाँहरू हाल अमेरिकामा हुनुहुन्छ अनि उहाँहरूको कारणले गर्दाखेरि पनि जुनु र घामपानीको छाता जन्मिएको हो होइन कुनै पनि एउटा सिर्जना बाहिर आउँदै गर्दाखेरि 2टा ठुलो कुराको हात हुन्छ एउटा सिर्जना गर्ने व्यक्तिको अनि अर्को त्यसलाई लगानी गर्ने व्यक्तिको होइन कतिपय ठाउँमा म आफैले लगानी गरिरहेको छु गर्न त तर पनि स्पेसली लगानी गर्ने मान्छेले गर्दाखेरि नै त्यो सिर्जना बाहिर आउन सफल हुन्छ त्यसो भएर किरण सर र राजेश सर थ्याङ्क यू सो मच तपाईँहरूलाई र यसको टुक्का एकदमै मन पराइदिनु भएको टुक्का चाहिँ 2टा छ केटाको 32 लक्षण 36 गुणा यो संसारमै तिमी पुणा भन्ने अनि तिमी जुन जस्तै छौ नि तिमीलाई जे लाग्यो नि सुहाउने भनेछ के छ हजुरलाई कुन टुक्का मन पर्छ यो 2टामा जुन भए पनि हुन्छ मलाई त सबै मन पर्छ त्यो लास्ट मैले सुनेको गीत यो गीत बनाउँदै गर्दाखेरि मैले यो गीतमा मेलोडी हाल्नलाई कोसिस गरेको चाहिँ तिमी जुन जस्तै छौ नि तिमीलाई जे लाग्यो नि सुहाउने भन्ने टुक्का हो त्यसरी यही गीतलाई मैले यही टुक्कालाई मैले गाएँ है त तिमी जुन जस्तै छौ नि तिमीलाई जे लाए नि सुहाउने हे प्रियसी तिमी जुन जस्तै छौ नि तिमीलाई जे लाए नि सुहाउने ओ देउला सुखै सुख नदे दुःख ए जुनो तर मेरो मात्रै हुनु हस् मेरो मात्रै हुनु तिमीलाई पार्ने छैन रुनु देउला सुखै सुख जुनु तर मेरो मात्रै हुनु हस् मेरो मात्रै हुनु तर मेरो मात्रै हुनु हस् मेरो मात्रै हुनु थ्याङ्क यू सो मच हजुरलाई पनि है हामी अब अन्तिममा छौँ आफ्नो दर्शकहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ
मेरो दर्शकहरूलाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मैले जति पनि गरेको सङ्घर्षहरू छन् त्यो कुराहरूलाई तपाईँहरूले मजाले माया गर्दै आउनु भएको छ। लाइफमा मैले 5-6वटा गीत गाएँ, त्यसमा लगभग 4वटा गीत हिट भन्नुपर्छ। मैले मेरो जिल्लाको लागि गाएको गीत गोर्खा घुम्न जा मै स्वर्गै पुगे झै हुन्छ, झ्याल्ला भूमि भाके सबै कुरा सही हुन्छ भन्ने यो गीत पनि एकदमै मन पराइदिनु भयो। भ्युजको आधारमा अलिकति कम भए पनि मेरो जिल्लामा यस्तो बवाल चलेकै गीत होइन। मेरो यो तेस्रो गीतको थियो। अनि दोस्रो गीत करोड क्लबमा, पहिलो गीत 6 मिलियन ओभर, अनि चौथो गीत हाम्रो जुनु अहिले 2 मिलियन क्रस छ होइन। अनि यो 5औँ गीतको रूपमा चाहिँ जो आए नि आऊ तर देश बनाऊ अनि देश बचाऊ भन्ने गीत हो। स्पेसल्ली मलाई चाहिँ यहाँभन्दा अगाडिका गीतहरूमा भन्दा पनि यो गीतमा अलिक बढी अपेक्षा छ। अपेक्षा किन छ भन्दै गर्दाखेरि यसमा मैले व्यावसायिक रूपमा, हुन त यसको प्रोड्युसर म आफै हो होइन। यो गीत हिट हुन्छ, योबाट पैसा कमाउनु पर्छ, योबाट चाहिँ म आफू हिट हुनुपर्छ भन्ने भन्दा पनि यो गीतबाट जे भन्न खोजिएको छ होइन, सन्देशमूलक छ, जे भन्न खोजिएको छ त्यो कुरा चाहिँ दर्शक श्रोताले बुझिदिनु भयो भने र यो गीतलाई बुझेर यो गीतले चाहिँ गर्दाखेरि चाहिँ अलिकति भोटमा चेन्ज ल्याउनु भयो भनेर राम्रा मान्छेहरूलाई सदनमा पुर्याउनु भयो भने र त्यहाँबाट अलिकति देश परिवर्तन होला कि। अनि त्यसपछि मैले भनेको टुक्का के अरे खेलाडी र कलाकार विद्यार्थी विदेश जाने भन्ने जुन एउटा टुक्का छ होइन, तिनीहरू सबैजना नपर्दै हुन्थ्यो। खेलाडीहरू पनि खेलाडी भएर बाँच्न पाइदिए हुन्थ्यो, कलाकारहरू पनि कलाकार भएर बाँच्दै हुन्थ्यो, विद्यार्थीहरू पनि देशमै पढेर अथवा विदेश गएर अहिले त विद्यार्थी कस्तो भने जस्तो विदेश पढ्न जाने होइन कि पैसा कमाउन जाने हो भन्ने खालको मानसिकता भइसकेको छ। 12 पास हुने बित्तिकै विदेश जाने एउटा माहौल छ। त्यसबाट यो सबैहरू कम होस्, देशमै रोजगारहरू बढोस्, अनि आम्दानीहरू बढोस्, जनताहरू खुसी हुन्, देशमै एउटा माहौल बनोस्, देश जस्तो होस् भन्ने मेरो एउटा चाहना छ। र यो गीत सबैजनालाई हेर्न अनुरोध गर्छु रायन बसाइल युट्युब च्यानलबाट। आज मात्रै यो इन्टरभ्यूबाट तपाईँहरूले बल्ल जानकारी पाइराख्नु भएको छ, थाहा पाइराख्नु भएको छ भने पनि सबैजनालाई अनुरोध गरेँ, यो देशको लागि बनेको गीत हो। यो गीत हिट भयो, यो गीत सफल भयो भने मैले यसरी मान्छु कि देश पनि अब सफल हुन्छ, देश पनि परिवर्तन हुन्छ। किनभने मैले भनेको छु नि त, देश नबनाउने नेता मात्रै गलत भएर होइन, जनता कुनै सहयोग गर्छ, जान्ने बुद्धि छैनदेखि लिएर गएर नेताहरूले गरेको धेरै कुकर्महरू सबै कुरा भनेको छु, मजाले सबैलाई भनेको छु भने यो गीतले न्याय पाउनुपर्छ। हाम्रो पूजाजीले जुन प्रश्नहरू गरिराख्नु भएको छ त्यसको उत्तर मैले दिने कोसिस गरेको छु। यो उत्तरहरूलाई कसरी लिनुहुन्छ तपाईँहरूले केही फिडब्याक दिनु होला। थ्याङ्क यू सो मच। एउटा मात्रै हो के गेम हो यो? लास्टै लामो भयो अझ मैले त थाहा छ उ त सोध्नै बिर्सेछु कि के भन्छ मोडलबाट एकैचोटि गायक बन्छु भनेर चाहिँ कस्तै आयो अब हामी क्वेसन चाहिँ मजाले धेरै छैन क्वेसन, छोटो छोटो अब यदि तपाईँ प्रधानमन्त्री भएको भए के गर्नुहुन्थ्यो? म प्रधानमन्त्री भएको भए देशमा जति पनि भ्रष्टाचार भएको थियो नि त्यो भ्रष्टाचार गर्नेहरू सबैलाई जेल हालेर त्यो भ्रष्टाचारको पैसा राष्ट्रियकरण गर्दै। संसारमा पानी नै नभएको भए चाहिँ के हुन्थ्यो होला? संसारमा पानी नै नभएको भए आज यति बेला तपाईँ र म पनि हुन्थेन। हजुर हुन्छ नि। तपाईँमा कुनै सुपर पावर आयो भने चाहिँ के गर्नुहुन्थ्यो? देशलाई विश्व बजारमा कम्पिटिसन गर्न सक्ने लेभलको बनाउँथे। समय यात्रा गर्न पाएको भए कुन समयमा जानु चाहनुहुन्थ्यो? म भविष्यमा जान चाहन्थे। हजुर कुनै पनि हुन्छ नि प्रसिद्ध व्यक्तिको जन्म बाँच्न पाएको भए चाहिँ कुन व्यक्तिको? प्रसिद्ध व्यक्तिको ठ्याक्कै नाम आएन। म धेरैबाट इन्सपायर छु। मलाई धेरै मनपर्छ हाम्रो माइकल ज्याक्सन, अनि हाम्रो एआर रहमान हुनुहुन्छ ठुलो सङ्गीतकार होइन बलिउडको, उहाँको पनि मलाई लाइफस्टाइल एकदमै मनपर्छ। तर ठ्याक्कै भन्न आएन मलाई, धेरैबाट प्रभावित छु। हजुर अदृश्य हुने शक्ति भयो भने चाहिँ के गर्नुहुन्थ्यो? अदृश्य हुने शक्ति भयो भने म देश बिगार्नुमा कसको हात छ कति हात छ भनेर खोज्थेँ होला। किन मैले किन यो जोडिरहेको छु भने देश बनाऊ देश बचाऊ छ नि त अहिले भगवान ठ्याक्कै भेटिनु भयो भने चाहिँ के माग्नुहुन्छ? मलाई धन्यवाद भन्थेँ, माग्दैन थिएँ, के माग्नु जरुरी छैन। मलाई जन्माएर पठाउनु भएको छ पृथ्वीमा, योभन्दा ठुलो वरदान के हुन्छ उहाँको।
अब यहाँ दुःख कष्ट गर्ने भन्ने कुरा त छँदैछ। धन्यवाद भन्दै अहिले भर्खरै कुनै केटीले प्रस्ताव राख्यो, प्रेम प्रस्ताव भने चाहिँ के भन्नुहुन्थ्यो? मलाई माफ गरिदिनुहोस्, म अहिले मेरो गर्लफ्रेन्ड भनेको पनि सब थोक भनेको पनि गीत सङ्गीत हो। गीत सङ्गीतमा म केही वर्ष अझै सङ्घर्ष गर्नै छ, त्यसो भएको भएर मलाई माफ गरिदिनु होला भन्थे। तपाईँ र म तपाईँ भएको भए चाहिँ के क्वेसन सोध्नुहुन्थ्यो? भनेको म चाहिँ मिडियाकर्मी, हजुर कलाकार हुनुभएको भए कलाकार भएर बाँचिरहन कति गाह्रो छ होला भनेर सोधेँ। मैले त्यो क्वेसन अघि नै छुटाएछु। बाटोमा धेरै पैसा भेट्यो भने के गर्नुहुन्छ? बाटोमा धेरै पैसा भेट्यो भने त्यो पैसा कसको हो भनेर एकचोटि सोध्थेँ अथवा जानकारी दिन्थेँ। कसैको पनि भने फेला परेन भने अब त्यसपछि विकल्प के हुन्थ्यो होला। भोलि बिहान केटी भएर उठ्नु पर्यो भने चाहिँ भोलि बिहान केटी भएर उठ्नु पर्यो भने यस्तो त केही सोचेकै छैन यार, म त्यो केही सोचेकै छैन है। अब के भन्नु त्यसलाई, केटी भएर उठ्नु पर्यो भने केटाको जिन्दगी कस्तो के थियो रे क्वेसन? केटी तपाईँ भोलि बिहान केटी भएर उठ्दाखेरि चाहिँ केटी हुनुभयो कि पुरै भनेपछि चाहिँ त्यसपछि के सोच्थेँ भनेको ए अब त्यसपछि फेरि केटी भएर जिउने कोसिस गर्थेँ होला मैले। अब जिउनु पर्छ जस्तो लाग्थ्यो होला। कुनै जनावर भएर जन्मिनु पर्यो भने चाहिँ कुनै जनावर भएर जन्मिनु पर्यो भने जन्मिन पाएँ भने पर्यो भने ठ्याक्कै त्यस्तो त थाहा भएन मलाई होइन। मलाई जनावरहरू खासै एकदमै ऊ लाग्दैन। ऊ के भन्नु अब थाहै भएन मलाई त्यस्तो। कसैलाई गाली गर्नु मन भएर र गाली गर्नु पर्यो भने चाहिँ के गाली गर्नुहुन्छ र कसलाई? कसैलाई गाली गर्न मन भएर हजुर कसैलाई गाली गर्न मनै छैन होइन। तर अबको नेतृत्व जस्तो जो देश बनाउँछु भनेर आउनु भएको छ, जसले देश बनाउँछु भनेर सबै सपना देखाएर पनि सबै सपनालाई चाहिँ बिजोग बनाइसक्नु भएको छ, उहाँहरूलाई गाली गर्ने भन्दा पनि प्रश्न सोध्थेँ होला, तपाईँलाई देशको माया लाग्दैन भनेर सोध्थेँ होला। फेरि बच्चामा जन्मिनु पाउनु भयो भने चाहिँ के गर्नुहुन्थ्यो? फेरि बच्चामा जन्मिनु पाएँ भने मतलब ब्याक गएर बच्चा हुनु पाउनु भयो भने हो जति पनि साथीहरू बच्चाहरूमा थिए त्यो सबै साथीहरूलाई चाहिँ आजसम्म पनि लिएर आउने कोसिस गर्थेँ होला। सधैँ आफैसँग राख्न पाउने चिज कुनै चिज हुन्छ नि, म जिन्दगीभर मसँगै राख्न चाहन्छु भन्ने चिज भएको भए चाहिँ के राख्नुहुन्थ्यो आफूसँग? सकारात्मक सोच, आफ्नो सकारात्मक बनाइरहने कोसिस गर्थ्यो होला। हजुर यदि कुनै दिन तपाईँ हुन्छ नि यति धेरै धनी हुनुभयो भने चाहिँ के गर्नुहुन्थ्यो? त्यो पैसा म एकदमै धनी भयो भने कहाँ खर्च गर्नुहुन्थ्यो? के गर्नुहुन्थ्यो? म एकदमै धनी भयो भने एकदमै पिछडिएको ठाउँहरूमा चाहिँ बिजनेस गर्थेँ होला, देशकै कुनै ठाउँहरूमा। मोबाइल बिना 1 महिना बाँच्नु पर्यो भने चाहिँ कस्तो हुन्थ्यो होला? मोबाइल बिना 1 महिना बाँच्नु पर्यो भने 1 महिना बाँच्नु पर्यो भने आफ्नो को हो, आफ्नोपन के हो, समाज के हो भन्ने कुरा बुझिन्थ्यो होला। तपाईँको बारेमा कुनै फिल्म बन्यो भने हिरोइन चाहिँ को हुनु पर्थ्यो र हिरो चाहिँ को हुनु पर्थ्यो? हिरो त मै हुनु पर्थ्यो। हिरो त मै हुनु पर्थ्यो होइन। हिरोनी त ठ्याक्कै थाहा भएन, को पो हुनु पर्थ्यो। जसले न्याय दिनुहुन्थ्यो त्यो पात्र क्यारेक्टरमा बाँचेर उहाँ हुनु पर्थ्यो होला, कोही हुनु होला। सायद मैले बनाइहालेँ भने पनि तपाईँहरू रेडी हुनु होला। हजुर तपाईँलाई कुनै इच्छा एउटा इच्छा चाहिँ पुरा गर्ने मौका पाइयो भने चाहिँ के इच्छा पुरा गर्नुहुन्थ्यो? मेरो इच्छा पुरा गर्ने कसरी तपाईको इच्छा हुन्छ नि, कुनै इच्छा चाहिँ पुरा गर्ने मौका पाउनु भयो कि एउटा मात्र इच्छा स्योर पुरा हुन्छ भनेपछि चाहिँ? मेरो इच्छा पुरा गर्ने मौका पाएँ भने मैले एउटै मात्र इच्छा पुरा भइदियोस् भन्ने चाहन्थेँ होला। रहरले इच्छाले विदेश घुम्न जाउँ तर देशमै बस्ने माहौल बनोस्, मेरो देश चाहिँ त्यो लेभलको होस् भन्ने चाहन्थेँ होला।
त्यो चाहिँ पुरा भयो त्यसमा। पुरै हुन्छ नि, पुरै देशभक्ति टाइपको भावना परिपूर्ण रहेछ जस्तो मजाले छ नि त। किनभने लास्ट 2 महिनादेखि नै मैले त्यसलाई वर्कआउट गरिरहेको छु। गीत रिलिज गरेँ, आयो पनि, र मेरो मेन्टालिटी नै त्यही छ अहिले, त्यही छ। चुनाव पनि आइरहेको छ र यो सबै कुराहरूलाई एकपट्टि राखेर अर्कोपट्टि सोच्दै गर्दाखेरि पनि व्यक्तिगत जिन्दगी त जसले पनि बाँच्छ, जनता भएर त जो पनि बाँच्छ होइन, तर देश चाहिँ बन्नुपर्छ। देश राम्रो भइदिएदेखि हामी पनि अझ खुसी भइन्थ्यो होला। कतिपय अस्ति मात्रै एउटा मैले थोरै जोडिहालेँ, एकजना हाम्रो अर्जुन खड्का दादाले सेयर गर्नुभएको एउटा भिडियो, सानो नानी छोडेर हाम्रो आमावाला चाहिँ मम्मी चाहिँ परदेशिन लागेको त्यो त्रिभुवन उसको एयरपोर्टको चाहिँ भिडियो देखाएको थिएँ। मलाई कस्तो चसक्क मन भएको थियो होइन। भनेको त्यो बाध्यता हुन त अर्कोलाई छ र, त्यसो भएर आमा छोराछोरी कम्तीमा सँगै होस्, त्यो छोराछोरीले चाहिँ आमा बुवासँगै खेल्दै हाँस्दै जिद्दी गर्दै बन्न पाओस्, त्यो खालको माहौल बनियोस् भन्ने छ। सबैभन्दा रमाइलो झुट बोलेको कुनै? त्यो त ठ्याक्कै छैन, धेरै बोलेको छु होला मैले रमाइलो झुट। हजुर, तपाईँ कुनै शिक्षक बन्नुभयो है, र पहिलो दिन सिकाउनु पर्यो कसैलाई भने चाहिँ के सिकाउनुहुन्थ्यो शिक्षक भएर? घोटिएर पढ्नुहुन्न, प्र्याक्टिकल्ली पढ्नुपर्छ, लाइफलाई बुझ्नुपर्छ, पढाइमा मात्रै ध्यान दिनु जरुरी छैन भन्थ्यो मैले। तपाईँ आफूलाई 10 वर्ष पछाडिको आफूलाई चाहिँ के सल्लाह दिनुहुन्थ्यो? 10 वर्ष पछाडिको आफूलाई सधैँ आफ्नो धरातल नबिर्सिकन हिँड्नुपर्छ है भन्थ्यो होला, जति माथि पुगे पनि। पृथ्वी छोडेर कुनै अर्को ग्रहमा जानु पर्यो भने चाहिँ कुन ग्रह रोज्नुहुन्थ्यो र कहाँ जानुहुन्थ्यो? पृथ्वी छोडेर कुन ग्रहमा भनेपछि अहिले चलिरहेको ग्रह त मलाई चन्द्रमा चाहिँ जान मन लाग्थ्यो होला सायद। हजुर, जीवनको सबैभन्दा ठुलो डर के हो हजुरको लागि? जीवनको सबैभन्दा ठुलो डर मेरो जुन सोच छ, जुन सपना छ, त्यो सपनाहरू चटक्कै छोडेर कतै अन्तै बाटो अर्कै बाटो हिँड्नुपर्छ कि भन्ने डर चाहिँ छ। हजुर, तपाईँको हुन्छ नि गुप्त प्रतिभा अरू केही छ? मैले नदेखाएको त केही पनि छैन, सबै देखाएको छु। पहिला म मिडियामा पनि काम गर्थेँ, अनि अब के भन्छ, गाउन पनि गाइहालेँ, नाच्न पनि नाचिहालेँ, अलिअलि बोल्न आउँछ, त्यस्तै हो। त्योभन्दा गुप्त प्रतिभा केही पनि छैन। खेलाडीहरू त्यस्तो केही? मलाई फुटबल मनपर्छ, हामी आज पनि फुटबल खेलेको थियौँ। हजुर, फुटबल मनपर्छ, मेस्सीको फ्यान म। कुनै फिल्ममा अभिनय गर्ने मौका पायो भने कुन रोल रोज्नुहुन्थ्यो? कुनै पनि फिल्ममा भन्दा पनि त्यो फिल्म कस्तो छ भन्ने हुन्छ, त्यहाँ पात्रहरू के छन् भन्ने हुन्छ। मलाई मुभी खेल्न मनपर्छ, मुभी हेर्न मनपर्छ, र त्यो मुभी चाहिँ यस्तो हुनुपर्छ कि त्यो मुभी हेरिसके पछाडि चाहिँ मान्छेको लाइफमा केही न केही कुराहरू चेन्ज आउनुपर्छ जस्तो लाग्छ। त्यो हामी 3 घन्टा बिताउन मात्रै हलमा जानुपर्छ जस्तो मलाई लाग्दैन। 3 घन्टा आफ्टर 3 घन्टा केही न केही चेन्ज आउनुपर्छ जस्तो लाग्छ। त्यस्तो क्यारेक्टरमा चाहिँ काम गर्न मन छ। एक दिनको लागि सोसल मिडिया पुरै बन्द भयो भने चाहिँ कस्तो हुन्थ्यो होला? एकदमै राम्रो हुन्थ्यो, एक दिनको मात्रै नै सोसल मिडिया बन्द भयो भने। हजुर, सधैँ चाहिँ हुनुहुन्न। तपाईँको जीवनमा कुनै किताब बन्यो तपाईँको जीवनको बारेमा भनेपछि त्यो के टाइटल राख्दा राम्रो हुन्थ्यो होला? सङ्घर्षपछि मात्रै सफलता। अनि आफ्नो हुन्छ नि पुरै जीवन हेऱ्यो भने चाहिँ फर्केर हेर्दाखेरि चाहिँ सबसे बढी मिस भएको दिन 9-10 क्लास। 9-10 क्लास एकदमै, त्यति बेला भनेको टेन्सन पनि नै, बिहान खाना खाएर जानु पाइयो, आउँदाखेरि पनि खाना पाक्छ, खाना खाइहाल्यो, साथीहरूसँग कहाँ घुम्न जाने, कहाँ भेट्न जाने, के गफ हान्ने होइन। सरसँग पढेकै छ, रमाइलो। त्यो लाइफ चाहिँ एकदमै रमाइलो। चिया कि कफी? कफी। हजुर। प्रेम कि पैसा? प्रेम। गाउँ कि सहर? गाउँ। मोबाइल कि किताब? किताब। एक्लोपन अथवा धेरै साथीहरू? धेरै साथीहरू। अनि हुन्छ नि तपाईँ ह्यान्डसमै हुनुहुन्छ है, मैले यो क्वेसन नसोधौँ कि भनेर स्किप पनि गरेको, तर म फेरि सोधिहालेँ। तपाईँ ह्यान्डसमै हुनुहुन्छ, तर अझै धेरै ह्यान्डसम भएको भए चाहिँ के गर्नुहुन्थ्यो? अझै धेरै ह्यान्डसम भएको भए ह्यान्डसम त्यो रूपले चाहिँ मेरो व्यवहारमा परिवर्तन हुँदैन थियो होइन। घमण्डी हुन्छ भन्छन् नि त? नै होइन, त्यस्तो होइन। घमण्डी भनेको चाहिँ आफ्नो नेचर हो, त्यो व्यक्तिगत उसको जन्मजात उसको कुण्डली अनुसार होला, कुन समयमा जन्मेको कुराले होला। राम्रो हुँदैन, घमण्डी हुँदैनन्। तर अलि राम्रा मान्छेहरू अभाग्य मानि चाहिँ हुन्छन्। त्यो
के भन्छ त्यसलाई अभागी मानिलाई के भन्यो अभागी अभागी हुन्छ राम्रो मान्छेहरू चाहिँ हेर्नुहोस् लाइफस्टाइल 100 जना राम्रा मान्छेहरूको भाग्य चाहिँ यहाँ कम्तीमा नराम्रै हुन्छ क्या 80-90 जनाको भाग्य नराम्रो हुन्छ त्यसो भएर म नराम्रो भइदिया भयो हुन्थ्यो जस्तो लाग्छ होइन तपाईँ राम्रो हुनुहुन्छ तर म भाग्य पनि राम्रो पनि छैन तपाईँलाई कस्तो लाग्यो गेम एकदमै राम्रो क्वेसनहरू आयो होइन कतिपय क्वेसनहरूको एन्सर दिन सकिनँ मैले किनकि त्यो सोचेकै थिएन तर केही कुराहरू चाहिँ मलाई मजा आयो यो ऱ्यापिड फायर जस्तो हो होइन यो क्वेसनहरू एकदमै खुसी लाग्यो अनि हाम्रो पूजा पौडेलजी डाँफे टिभीबाट हुनुहुन्थ्यो मलाई यो मेरो केही कुराहरू राख्ने अवसर पनि दिनुभयो अनि सँगै जोडिनु हाम्रो मिडियाकर्मी साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ कलाकारिता र पत्रकारिता भनेको चाहिँ एक सिक्काको दुई पाटा जस्तो लाग्छ मैले जे कलाकारिता देखाइरहेको छु त्यसलाई फेरि मेरो त्यो प्रोजेक्टसँग रिलेटेड भएर मैले के भनिरहेको छु भन्ने कुराहरू दर्शकसम्म पुर्याउने तपाईँहरू हो मेरो मलाई केही सजग गराउने पनि तपाईँहरू हुनुहुन्छ अनि फेरि तपाईँहरू एउटा दैनिक रूपमा एउटा कलाकारसँग अपडेट भएर पनि तपाईँहरूको पनि त्यसरी जीवन चलिराखेको हुन्छ भनेपछि कलाकार र पत्रकारिता चाहिँ एक सिक्काको दुई पाटा हुन् सधैँ कलाकारलाई चाहिन्छ र पत्रकारलाई पनि कलाकार चाहिन्छ कलाकारलाई पनि पत्रकार चाहिन्छ बचाउँ सपोर्ट गरौँ साथ दियौँ अब यो भिडियोहरू सबै ठाउँमा कहाँ आउँछ कट गरिहालिदिनु होला विशेष गरी अहिले आएको गीतलाई मैले फोकस गरेको छु किनभने त्यसमा धेरै मेहनत गरेको छु पत्रकार साथीहरूलाई यही अनुरोध गर्छु र दर्शक श्रोताहरूलाई पनि थ्याङ्क यू सो मच आजसम्म माया दिइराख्नु भएको छ यो गीतमा अझ माया दिनु होला र मात्रै अन्य गीतहरू ल्याउनलाई अझ मलाई मोटिभेट मिल्छ विशेष गरी हाम्रो पूजाजी लगायत सम्पूर्ण टिमलाई थ्याङ्क यू सो मच थ्याङ्क यू धेरै धेरै धन्यवाद थ्याङ्क यू